नमस्कार, म ईश्वर कुमार। तपाईँ हेर्दै हुनुहुन्छ इफेक्ट टिभी। आज मैले केटीहरूलाई कसरी आकर्षणमा ल्याउन सकिन्छ भन्ने विषयलाई लिएर आएको छु। हरेक युवतीहरूको चाहना हुन्छ आफूसँग हुने केटा एकदम राम्रो होस्, खास विशेषता र गुणले सम्पन्न रहोस् र हरेक युवाको पनि चाहना त्यही रहन्छ। आज म युवतीहरूले कस्ता केटाहरूलाई मन पराउँछन्, कस्ता केटाहरूप्रति युवतीहरू आकर्षित हुन्छन् भन्ने कुरा लिएर आएको छु। आउनुहोस् लाग्ने विषयतर्फ। नम्बर 1, बुद्धिमान केटाहरूलाई केटीले सहजै स्वीकार्ने गर्दछन्। उनीहरू बुद्धिमत्तापूर्ण ढङ्गले चलाखी व्यवहारका साथ व्यवहार गर्ने गर्दछन्। त्यसले केटीलाई अति नै प्रभाव पार्ने गर्दछ। नम्बर 2, आत्मविश्वासी। आफूलाई कमजोर नठान्ने र हिम्मतवान केटाहरूलाई केटीले मन पराउने गर्दछन्। यदि तपाईँ कायर हुनुहुन्छ भने आजैबाट कायरता त्याग्नुहोस्, बहादुरी काम गर्नुहोस् र तपाईँले गर्नुभएको बहादुरी कामले नै तपाईँलाई युवतीहरूले मन पराउन पक्कै थाल्नेछन्। नम्बर 3, कलात्मक भन्नाले तपाईँ कलाकार नै हुनुपर्छ भन्ने होइन, तर सृजनशीलता तपाईँमा हुनुपर्छ भन्ने कुरा हो। यदि तपाईँ सृजनशील हुनुहुन्छ भने केटीहरू तपाईँसँग आकर्षित रहनेछन्। जस्तै तपाईँ कविता लेख्नुहुन्छ, गजल लेख्नुहुन्छ या कुनै पनि सृजना गर्नुहुन्छ र उसलाई त्यसबाट मक्क तुल्याउन सक्नुहुन्छ भने त्यस्ता केटाहरूप्रति केटी आकर्षित हुने गर्दछन्। नम्बर 4, सहयोगी तथा संवेदनशील। अर्काको भावनालाई कदर गर्ने सहयोगी केटाहरूलाई नै केटीहरूले बढी मन पराउने गर्दछन्, ताकि उनीहरूको कुरा उसले सुनिदियोस्, उसलाई सम्मान दियोस् र उसलाई बुझ्ने कोसिस गरिदियोस्। यस्ता संवेदनशील भएका मान्छेहरूलाई केटीले बढी रुचाउने देखिन्छ। र अन्तिम नम्बर 5, स्वतन्त्रता प्रेमी। ससाना कुराहरूको मतलब नदिने, मुडी नहुने र केटा साथीहरूप्रति शङ्का नगर्ने र केटीलाई शङ्का नगर्ने केटाहरूप्रति केटी बढी आकर्षित हुने गरेको देखिन्छ। पक्कै पनि तपाईँले यी टिप्सहरू त थाहा पाइसक्नु भएको छ र तपाईँले यी टिप्सहरू प्रयोग गर्नुभयो भने युवतीहरू तपाईँसँग आकर्षित हुने सम्भावना बढी रहन्छ। तर तपाईँले यी बुदाहरूभन्दा फरक तरिकाले व्यवहार गर्नुभयो भने तपाईँसँग युवती आकर्षित हुने होइन, झन् भाग्ने बाहेक अन्य बाटो रहँदैन। यी त रहे बुदाहरू। केटीलाई सम्मान दिनुहोस्, केटीको इज्जत गर्नुहोस्, केटीको कुरा सुनिदिनुहोस्, उसको तारिफ गरिदिनुहोस् र उसलाई सहयोग गरिदिनुहोस्। बस तपाईँसँग हरेक केटीहरू आकर्षित हुनेछ। यो चाहिँ मेरो बुझाइ। आजको श्रृङ्खलालाई यति नै। आगामी श्रृङ्खलामा फेरि नयाँ विषयवस्तु, नयाँ जानकारी लिएर म उपस्थित हुने नै छु।